आज हामी नेपालको प्रमुख 4 नेताहरूको बारेमा कुरा गर्नेछौँ। गगन थापा, नेपाली कङ्ग्रेसका सभापति। उनी विद्यार्थी राजनीति हुँदै 2046 सालको आन्दोलनपछिको पुस्ताको प्रतिनिधि। स्वास्थ्य मन्त्री हुँदा राष्ट्रिय स्वास्थ्य बीमा, किडनी ट्रान्सप्लान्ट निशुल्क, सरकारी अस्पताल सुधार प्रयास, संसदमा नीति बहस गर्ने, प्रश्न उठाउने नेता। वर्तमानको स्थिति। कङ्ग्रेसभित्र युवा सुधारवादी धारको मुख्य अनुहार। पार्टी नेतृत्व परिवर्तनको प्रतीक, सहरी, शिक्षित, युवा मतदातामा बलियो प्रभाव। सकारात्मक पक्ष। नीति केन्द्रित, तथ्य र डेटा बोल्ने, भ्रष्टाचार र ढिलासुस्तीको खुला आलोचना, युवा पुस्तालाई राजनीतिसँग जोड्ने क्षमता, स्वास्थ्य सामाजिक क्षेत्रमा प्रमाणित काम। नकारात्मक पक्ष। कार्यकारी नेतृत्वको प्रत्यक्ष अनुभव छैन। पार्टीभित्र पुराना नेतासँग निरन्तर शक्ति सङ्घर्ष, निर्णयभन्दा भाषण बढी भन्ने आलोचना। बालेन शाह, स्वतन्त्र, नयाँ राजनीतिक धार। विगतको समीक्षा। इन्जिनियर, र्यापर, सामाजिक अभियन्ता, काठमाडौँ महानगर मेयर, अवैध संरचना हटाउने, फोहोर व्यवस्थापन सुधार, कर्मचारी अनुशासनमा कडाई। वर्तमानको स्थिति। परम्परागत पार्टी बाहिरको सबैभन्दा चर्चित अनुहार, युवा र सिस्टम विरोधी मतदाताको आकर्षण, नयाँ राजनीतिको प्रतीक। सकारात्मक पक्ष। साहसी निर्णय क्षमता, भ्रष्टाचारप्रति शून्य सहनशीलता, काम गरेर देखाउने शैली, पुरानो राजनीतिक संस्कार तोड्ने हिम्मत। नकारात्मक पक्ष। राष्ट्रिय नीति, अर्थतन्त्र, कूटनीतिमा अनुभव कम, एकल निर्णय, संवाद कमजोर, आलोचना सहन नसक्ने छवि। केपी शर्मा ओली, नेकपा एमाले अध्यक्ष। विगतको समीक्षा। कम्युनिस्ट आन्दोलन, जेल जीवन, 4 पटक प्रधानमन्त्री, संविधान कार्यान्वयन, नयाँ नक्सा जारी, पूर्वाधार जोड। वर्तमानको स्थिति। एमालेको सर्वोच्च शक्ति केन्द्र, पार्टी पूर्ण रूपमा ओली केन्द्रित, ग्रामीण र पुरानो मतदाता आधार कायम। सकारात्मक पक्ष। अत्यन्त अनुभवी, कूटनीतिक आत्मविश्वास, पार्टी नियन्त्रण क्षमता बलियो, निर्णयमा ढिलाइ नगर्ने। नकारात्मक पक्ष। अधिनायकवादी शैली, संसद विघटन, अभिव्यक्ति स्वतन्त्रता विवाद, युवामा गहिरो असन्तोष, आलोचना स्वीकार नगर्ने प्रवृत्ति। पुष्पकमल दाहाल प्रचण्ड, नेकपा संयोजक। विगतको समीक्षा। सशस्त्र सङ्घर्षको नेतृत्व, शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा निर्णायक भूमिका, 3 पटक प्रधानमन्त्री। वर्तमानको स्थिति। माओवादी केन्द्रको निर्विवाद नेता, ग्रामीण पूर्व लडाकु आधान अझै बाँकी, गठबन्धन राजनीतिमा कुशल। सकारात्मक पक्ष। राजनीतिक सङ्क्रमण व्यवस्थापनको अनुभव, सङ्कटमा निर्णय गर्ने क्षमता, ग्रामीण र पिछडिएका समुदायसँग सम्बन्ध। नकारात्मक पक्ष। बारम्बार धार बदल्ने आरोप, सुशासन र आर्थिक नतिजा कमजोर, नयाँ पुस्तामा विश्वास घट्दो, पुरानो शैलीको राजनीति।